यो चाहिँ क्लास 12 को प्रोराटा है, सिआरको प्रोराटा, जसबाट हामीलाई बोर्ड इक्जाममा 5 मार्क्समा सोध्छ त्यो क्वेसनको सोल्युसन है। यो क्वेसन चाहिँ 2082 साल भनेको अस्ति भर्खर 3 महिना अगाडि रेगुलर इक्जामलाई आएको हो। यो क्वेसन अर्को वर्ष पनि आउन सक्छ र यो एनजी स्टुडेन्टहरूलाई पनि काम लाग्छ। जस कन्सेप्ट चाहिँ एउटा क्वेसनबाटै सबै कुरा बुझिन्छ है। हेर, सुरुमा त नेपाली जस्तो क्वेसन थियो त्यस्तै सार्दैको छु मैले। त्यो मैले फोटोकपी नगरेर मैले क्वेसन सारेर चाहिँ गरेँ हैन। ल, एउटा कम्पनीले सु 100 का 6000 सेयर किता सेयर निम्नानुसार रकम भुक्तानी गरेको छ भनेको हेरेर त ए भन्ने कम्पनीले इस्युड भनेको छ 6000 वटा सेयर। ए भन्ने कम्पनीले खुलाएको भनेको इस्युड भनेको नेपालीमा खुलाएको अथवा जारी गरेको कतिवटा 6000 वटा सेयर हो। कति रुपियाँको दरले भनेको छ रुपिज 100 हो। रुपी आरएस भन्ने शब्द छ नि, आरएस भन्ने शब्द हेर त 100 आरएस भन्ने छ नि 30 र 45 कति हुन्छ 75, 75 र 25 100, 100 रुपियाँको सेयर 100 रुपियाँको रेटमा जारी गरेको रहेछ। त्यसपछि तलपट्टि प्रश्नले के भनेछ, एप्लिकेसन वे रिसिभ फर 9000 सेयर। नेपालीमा के छ, 9000 किता सेयरको लागि आवेदन प्राप्त भयो। कम्पनीले 6000 वटा खुलाएको थियो र त खुलाएको 6000 हो, तर फर्म भर्ने मान्छे एप्लिकेसन भनेको आवेदन फर्म भर्ने मान्छे कति रहेछन् 9000 रहेछन्। नेपालमा जहिले सिस्टम त्यही नै हो है। 6000 वटा खुलाएको छ, 9000 जनाले फर्म भरेका छन्। एउटा कलेजमा 6000 जनाको लागि कोटा खुलायो भने 9000 जना विद्यार्थीले फर्म भर्छन्। त्यस्तै हो के, खुलाएको भन्दा जहिले नि फर्म भर्ने मान्छे धेरै हुन्छन्। ल, अब त्यसपछि के भन्ने क्वेसन त यहाँबाट हेरौँ। ल हेर, सबैले हेरौँ है। जहिले पनि हरेक प्रश्नमा कम्पेयर गर्न कसरी सिक्ने भन्दाखेरि यो क्वेसन हेर। जहिले पनि तिमीहरूले क्वेसनले यतिवटा सेयर खुलायो भन्छ हो, कति हजार सेयर खुलायो भन्छ र कतिजनाले फर्म भरे भन्छ कि। यसको मिनिङ के हो, यहाँ प्रश्नले इस्युड भनेको खुलाएको 6000 वटा सेयर भन्ने सेयर खुलाएको छ भन्न भनेको छ। हेर, जहिले पनि खुलाउने एउटा कम्पनीले कतिवटा सेयर खुलायो भन्ने कुरा सुरुमा थाहा हुन्छ। कतिवटा खुलाएको छ 6000, त्यही भएर खुलाएको 6000। कतिजनाले फर्म भरे अरे एप्लिकेसन वे रिसिभ, कतिजनाको एप्लिकेसन आयो अरे 9000 को। एप्लिकेसन भनेको फर्म भर्ने मान्छे, फर्म भरेका मान्छे कति 9000। अब यसलाई जहिले पनि रफ कपीमा है, रफ कपीमा के गरिदियो भन्दाखेरि यतापट्टि एप्लिकेसन फर्म भरेका मान्छे एप्लिकेसन फर्म भरेका मान्छे भयो हैन। यतापट्टि इस्युड भनेको खुलाएको, कम्पनीले खुलाएको है। खुलाएको कसले खुलाउने हो, कम्पनीले खुलाएको। ल, जसलाई हामीले इस्युडलाई एलोटेड पनि भन्छौँ। ल भन त एप्लिकेसन फर्म भरेका मान्छे कति थिए अरे। एप्लिकेसन फर्म भर्ने मान्छे एप्लिकेसन कतिजनाले भरेका थिए 9000 ले। एप्लिकेसन फर्म भरेका मान्छे टोटल 9000 हो। त्यसपछि इस्युड भनेको कम्पनीले खुलाएको, जसलाई हामीले एलोटेड भन्छौँ। कतिवटा खुलाएको थियो 6000 वटा खुलाएको थियो। त्यो सबैलाई थाहा छ नि है। ल हेर, अब प्रश्नले कम्पेयर गर्न भन्छ कि 9000 वटा सेयर खुला। एमोङ देम भनेको तिनीहरू मध्ये एप्लिकेसन फर 3000 सेयर, एप्लिकेसनतिर गएर 3000 भन्ने लेख अरे। ल, एप्लिकेसन टोटल 9000 हो, एप्लिकेसनतिर गएर 3000 एप्लिकेसन लेख अरे। लेख्यौ। वेयर एलोटेड, अब एलोटेडतिर जाउँ रे। एलोटेडमा इस्युड भनेको एलोटेड हो है, एलोटेडतिर जाउँ अरे। कति लेख भने फुल लेख अरे। फुल भनेको कति 3000 को फुल कति हुन्छ, फुल भनेको सबै 3000 को फुल 3000 हुँदैन र, हुन्छ त है। हेरौँ त, एप्लिकेसन फर 3000 सेयर, एप्लिकेसनतिर गएर 3000 लेख अरे हो। वेयर एलोटेडतिर जाउँ अरे। एलोटेड भनेको इस्युड के, एलोटेडतिर जाउँ अरे, गएँ। फुल भन्ने लेख अरे। फुल भनेको 3000 को फुल 3000 हुन्छ हो। 3000 वटा फर्म भरेको मान्छेलाई 3000 वटा सेयर पर्यो भनेको है। अर्को छ कमा भनेको अर्को हो। 4000 एप्लिकेसनतिर गएर 4000 लेख अरे। एप्लिकेसन अथवा एप्लिकेन्ट्स जे भने नि एउटै हो। एप्लिकेसनतिर गएर 4000 लेख अरे। 4000 एप्लिकेसन है। वेयर एलोटेड अन प्रोराटा बेसिस भन्छ। यो 4000 एप्लिकेसनलाई प्रोराटा भने थाहा छैन, एकैछिन यसलाई थाहा छैन, यो पेन्डिङमा राखौँ है, थाहा छैन। ल, अर्को पढौँ त। एन्ड रेस्ट एप्लिकेसन, रेस्ट भनेको नेपालीमा बाँकी हो, बाँकी एप्लिकेसन। हेर त,
एप्लिकेसन टोटल 9000 हो, 3000 सुरुमा गयो, त्यसपछि 4000 एप्लिकेसन राख भन्छ, 4 र 3 कति हुन्छ 7000 हो। अब 9000 टोटलमा रेस्ट भन्छ कि, रेस्ट भनेको बाँकी, 7000 गइसक्यो भने बाँकी कति हुन्छ, बाँकी एप्लिकेसन कति हुन्छ 2000 एप्लिकेसन होइन र हो। त 2000 एप्लिकेसनलाई रिफन्ड गरिएको छ अरे, रिफन्ड नि 2000 एप्लिकेसनलाई रिफन्ड भनेको निर्जल हामीले नपरेको 1 रुपियाँ पनि परेन भन्छ बनी। अब तिमीलाई यहाँ 4000 एप्लिकेसन वेयर एलोटेड अन प्रोराटा बेसिस भन्छ नि, प्रोराटा भने के रहेछ यहाँ र त, यता हामीले टोटल 6000 पुऱ्याउनु पर्ने हो, 3000 भरेकोलाई 3000 फुल पर्यो, 3000 पुग्यो, 2000 भरेकालाई रिफन्ड भनेको 1 रुपियाँ पनि परेन हेर त, 1 रुपियाँ पनि परेन, 0 रुपियाँ पर्यो भने अब भन 3000 गइसक्यो, अब बाँकी प्रोराटा कति होला त, 6000 मा 3000 गइसक्यो भने कति हुन्छ प्रोराटा, कति हुन्छ बाँकी, त्यही हो प्रोराटा, कति हो 3000 प्रोराटा भयो, बुझ्यो नि। ल यसरी बुझ्नु पर्यो। अब एउटा कुरा के बुझ्न पर्छ भन्दाखेरि 3000 फर्म भरेर 3000 पर्नु भनेको प्रोराटा होइन हेर, होइन है, यो होइन प्रोराटा होइन। 2000 फर्म भरेर रिफन्ड भनेको 1 रुपियाँ पनि नपर्नु प्रोराटा होइन, यो पनि प्रोराटा होइन। प्रोराटाको नेपाली मिनिङ भनेको प्रोपोर्सनल वे, प्रोपोर्सनल भन्छ नि मिलाएर पर्नु के, ठिक्क पर्नु। अब प्रोराटा त प्रश्नले आफै भनेको छ, बुझ्नु है सबैले, यो सबै परेको प्रोराटा कहिले पनि हुँदैन, 1 रुपियाँ नपरेको यो पनि प्रोराटा कहिले हुँदैन, जस ठिक्क अमाउन्ट हुन्छ। प्रश्नले यहाँ त भनेकै छ प्रोराटा यो हो भनेर, त्यही भएर प्रोराटा कुन रहेछ 4000 टु 3000 प्रोराटा यो रहेछ। अब 4000 एप्लिकेसन टु 3000 प्रोराटा भयो भने ठुलोबाट सानो भ्यालु घटाउ त, 4000 बाट 3000 घटाउँदा कति हुन्छ 1000 हुन्छ। यो 1000 भएको चाहिँ बढी भएको पैसा हो, किनभने मैले 4000 रुपियाँ पैसा भरेको छु भने मलाई 3000 पर्यो भने त मेरो 1000 पैसा त बढी भयो, जसलाई हामीले के भन्छौँ नेपालीमा एक्सिस है, इङ्ग्लिसमा के भन्छन् एक्सिस मनी भन्छौँ है, बढी भएको पैसा। अब यहाँ प्रश्नले के भनेको छ, एक्सिस भनेको बढी भएको पैसा चाहिँ एडजस्टेम सब्सिक्वेन्ट कल भनेको छ, बढी भएको पैसा मिलाएर राखिदियो भनेको छ है। ल प्रश्नले जहिले पनि कम्पेयर गर्दा यसरी गर्नु पर्यो, हरेक प्रश्न यस्तै नै आउँछ हेर, कहिले सेन्टेन्समा आउँछ कहिले केमा आउला आफै बुझ्नु, हरेक प्रश्न यसरी जहिले पनि एप्लिकेसन अनि यता इस्युड अथवा एलोटेड भनेर कम्पेयर गर्नुपर्छ। एप्लिकेसन भन्नु नि एप्लिकेसनतिरै गर्ने, अनि त्यसलाई फुल पर्यो भनेपछि 3000 को फुल 3000 भयो। 4000 एप्लिकेसनलाई एलोटेड प्रोराटा भन्छन्, प्रोराटा थाहा छैन भने छोडिदिउ न एकैछिन। अनि बाँकी एप्लिकेसन भन्छ 9000 मा 4 र 3 7000 गएपछि बाँकी कति हुन्छ 2000 एप्लिकेसनलाई 1 रुपियाँ पनि परेन, 0 रुपियाँ पर्यो भने अब आफै बुझ्नु, यहाँ टोटल 6000 पुऱ्याउनु पर्ने, 3000 यहाँ गयो, यहाँ 0 छ भनेपछि अब यहाँ कति बाँकी छ त्यति प्रोराटा कति 3000। ल यति भयो, ठुलोबाट सानो भ्यालु घटाउँदा 1000 यसलाई बढी भएको पैसा भन्छ। अब हामी न्युमेरिकलतिर जाउँ है। ल हेर सुरुमा हाम्रो प्रश्नले रिक्वायर्ड तयार पार्नुहोस् भनेको छ, सेयर एप्लिकेसन बनाउनु भनेको छ, मैले ए नम्बरमा अनसेयर एप्लिकेसन लेखेँ, सबैले हेर है। अब सेयर एप्लिकेसनको जर्नलिटिज के होला त भन्ने धेरैलाई कन्फ्युजन होला, दुई तरिकाले म भनिदिन्छु। एउटा तरिकाले के बुझ, बिए गरेपछि सब राम्रो हुन्छ, बिए गरिसकेपछि नि है, बिए गरिसकेपछि सब राम्रो हुन्छ, बिए गरेपछि सब राम्रो हुन्छ। बी भनेको ब्याङ्क एकाउन्ट हो, एक यहाँ सेयरमा सेयरको कारोबार ब्याङ्कबाट हुन्छ, तिमीलाई थाहा छ नि, बीबाट ब्याङ्क एकाउन्ट डेबिट। र एबाट के आउला त भन्दा एबाट माथि के आछ हेर त, एबाट के शब्द छ एप्लिकेसन छैन र, टु एबाट एप्लिकेसन हो, एप्लिकेसनको अगाडि यो प्रश्नमा के छ, यो च्याप्टर कुन हो सेयर च्याप्टर होइन र, त्यही भएर सेयर भने थप्दियो एबाट एप्लिकेसन अगाडि सेयर एप्लिकेसन है, टु सेयर एप्लिकेसन भयो। बी भनेको ब्याङ्क एकाउन्ट डेबिट, टु ए भनेको एप्लिकेसन हो, एप्लिकेसनको अगाडि च्याप्टरको नाम के हो सेयर। ल अब के गर्ने यो सेयर एप्लिकेसन हेर कति पैसा राख्ने भन्दाखेरि एप्लिकेसन कतिजनाको आएको रे, एप्लिकेसनमा हामीले वर्किङ नोट गर्दा पनि होइन, वर्किङ नोट त गर्नै पर्छ भन्ने छैन, एप्लिकेसन टोटल कतिजनाको 9000 जनाको होइन र, प्रश्नले यहाँनिर एप्लिकेसन भन्ने लेखाएको छ नि हेर त कतिजनाको 9000 को होइन र, त्यही भएर 9000 इन्टु एप्लिकेसनको रेट कति छ माथि प्रश्नमा 30 रुपियाँ हो एप्लिकेसनको रेट, 9000 इन्टु 30, 9000 इन्टु 30 भनेको 2,70,000, क्रेडिट साइडमा पनि 2,70,000। र एउटा कुरा के बुझ्नुपर्छ त भन्दाखेरि जहिले पनि ब्याङ्क डेबिटमा आयो भने, जहिले पनि ब्याङ्क भन्ने शब्द डेबिटमा आयो भने पैसा आयो भन्ने बुझिन्छ हेर, बुझ्यौ, ब्याङ्क डेबिटमा आयो भने जहिले पनि पैसा आयो भन्ने बुझिन्छ। त मैले लेखेँ बिङ, न्यारेसन लेख्न बिङ, माथि के लेखाएको छु सेयर एप्लिकेसन, सेयर एप्लिकेसन
ब्याङ्क भन्ने शब्द डेबिटमा आउनु भनेको पैसा आउनु हेर, पैसालाई के भन्छन् मनी, आउनुलाई के भन्छन् रिसिभ। बिङ माथिको हेडिङ सार्ने, पैसालाई मनी, आयोलाई रिसिभ, मनी रिसिभ, पैसा आयो भने लेख्नु पर्यो, बुझ्यौ नि। त्यस्तै गरी अब बिए गरेपछि बिए गरे यसेबी सब राम्रो हुन्छ हेर। अब हेर त यहाँ सेयर एप्लिकेसन एकाउन्ट क्रेडिटमा छ नि, यो सेयर एप्लिकेसन क्रेडिटमा छ भने ठ्याक्कै उल्टो गराएर यसलाई अब डेबिटमा लिएर 0 बनाउनु पर्छ, किनभने जनताले बुझाएको पैसा 2,70,000 रुपियाँ आयो हो, कम्पनीले 2,70,000 जनताबाट पाएपछि त अब कम्पनीले के गर्छ, त्यत्तिकै त जिस्किन त ल्याएन होला, काम गर्न ल्याऊ, अब त्यसलाई ट्याक्कै के गर्छ उल्टो डेबिटमा राखिदिन्छ है। 9,000 × 30 270 राखिदिन्छ। अब यसेबी सब यसबाट सुरुमा सेयर क्यापिटलमा पैसा राख्दिन्छ, किनभने कम्पनीले जहिले पनि सेयर खुलाइसकेपछि जनताले दिएको पैसा लिइसकेपछि अब उसले उसलाई सेयरमा ट्रान्सफर गरिदिन्छ, सेयरमा राखिदिन्छ हेर त। अब यो एकैछिन थाहा छैन है कहाँबाट आयो, एकैछिन है मैले भनिदिन्छु। एबाट आउँछ एलोटमेन्ट, एबाट आउँछ सेयर एलोटमेन्ट, यसलाई एलोटमेन्ट भन्न्छौँ हामीले। एलोटमेन्टमा किन एलोटमेन्ट थाहा, जस्तै यहाँ हेर त प्रश्नले के भनेको छ सबैले हेरौँ है। यहाँनिर आवेदनमा प्राप्त बढी रकमलाई, आवेदनमा भनेको एप्लिकेसनमा प्राप्त बढी रकम भनेको धेरै पैसालाई पछिल्ला किस्ताहरूमा समायोजन गरियो भने राखिदियो। जस्तै यहाँ हेर त यो मैले प्रोराटा छुट्याइदिएको थिएँ नि, 4,000 to 3,000 प्रोराटा भएको थियो नि, 4 बाट 3 जोड्दाखेरि घटाउँदा कति हुन्छ 1,000 छ नि, 1,000 भनेको बढी भएको पैसा हो कि। यो बढी भएको पैसा चाहिँ हामीले 4,000 हेर त एप्लिकेसनमा 4,000 रुपियाँ बुझाएको थियो, तर त्यसको 3,000 मात्रै पराउँछ, 1,000 त बढी बस्छ। त्यो बढी भएको पैसा चाहिँ जहिले पनि एलोटमेन्टमा मिलाएर राखिदिनुपर्छ हेर। त्यही भएर एबाट एलोटमेन्ट आउँछ, कति हो 1,000 इन्टु हामी अहिले के गर्दैछौँ सेयर कसैले के गर्छन् एलोटमेन्ट लेखेर एलोटमेन्टको रेट लेख्छन्, होइन हामीले अहिले ए नम्बरमै छौँ, अझै सेयर एप्लिकेसनमा छौँ। त्यही भएर बढी भएको पैसा 1,000 इन्टु त्यो एलोटमेन्टमा मिलाएर राख्ने हो, इन्टु हामी एप्लिकेसन गर्दैछौँ भने एप्लिकेसनको रेट कति छ हेर त 30 होइन र, 30 कति भयो 30,000। अनि बीबाट आउँछ ब्याङ्क, किन ब्याङ्क आयो थाहा, यहाँ हेर त 2,000 मान्छेले फर्म भरेका रिफन्ड अथवा निल परेकै छैन, यसलाई 2,000 रुपियाँ पैसा बुझाएँ मैले, कोही चिट्टै परेन, मैले चिट्टा परेन भने त कम्पनीले भोलि त मलाई त फिर्ता गरिदिनु पर्छ। फिर्ता गर्दा कहाँबाट फिर्ता गरिदिने, पर्दै नपरेको मान्छेलाई ब्याङ्कबाट फिर्ता गरिदिनु पर्छ। जहिले पनि रिफन्ड निल भन्ने के छ भने ब्याङ्कबाट नपरेको पैसा फिर्ता गरिदिनुपर्छ। कति हो 2,000 रुपियाँ, 1 रुपियाँ पनि परेको थिएन नि, त्यही भएर ब्याङ्कबाट फिर्ता गर्यो। 2,000 इन्टु हामी अहिले केमा छौँ, के अरे उसमा छौँ एप्लिकेसनमा छ, एप्लिकेसनको रेट कति छ 30, 60,000। ल हेर डेबिट साइडमा 2,70,000, क्रेडिट साइडमा चाहिँ 30,000 र 60,000 90,000 भनेपछि जता थोरै छ त्यतै थप्ने। अब सेयर क्यापिटलमा कति थप्ने, 2,70,000बाट 60 र 30 90,000 घटाउ त कति आउँछ 1,80,000 थप्नु पर्यो। यहाँ मल्टिप्लाई रूपमा देखाइनुहुन्छ, नर्मली यसरी बुझ्दा भयो है, यसरी गर्नु पर्यो। अब न्यारेसन के बिङ सेयर एप्लिकेसन मनी भनेको पैसा ट्रान्सफर गरिदिँदैछ, कम्पनीले जनताबाट ल्याएको पैसा ट्रान्सफर गरिदिन्छ। केमा ट्रान्सफर गर्दैछ, एउटा सेयर क्यापिटल, एउटा सेयर एलोटमेन्ट एन्ड यो ब्याङ्कबाट पैसा किन फिर्ता दिएको अरे पर्दै नपरेको मान्छेको रिफन्ड भएको केस चाहिँ जहिले पनि एन्ड रिफन्ड फ्रम ब्याङ्क, मनी रिफन्ड फ्रम ब्याङ्क, ब्याङ्कबाट पैसा फिर्ता दियो भनेर लेख्नु पर्यो। भनेपछि बिए गरेपछि सब राम्रो हुन्छ भनेर यसरी जान्नु पर्यो सेयर एप्लिकेसनको। अर्को छ सेयर एलोटमेन्ट। बी नम्बरमा प्रश्नले के निकाल्नु भने अरे सेयर एलोटमेन्ट अथवा सेयर बाँडफाँड कसरी गरिन्छ निकाल भने। सेयर एलोटमेन्ट कसरी निकाल्ने भन्दाखेरि यहाँ तिमीले के भन्यो अरे बिए गरेपछि सबै राम्रो हुन्छ भनेर भन्यो होइन। अब के हुन्छ एलोटमेन्टमा, होइन एसी भनेको एकाउन्ट पढेर मात्रै बिए गर्ने, एसी भनेको एकाउन्ट पढेर मात्रै बिए गर्ने। ल एकाउन्टको ए भनेको यहाँ एलोटमेन्ट लेखाएको छ भने एबाट ए एलोटमेन्ट, अगाडि के छ सेयर एलोटमेन्ट एकाउन्ट डेबिट, किन सीबाट आउँछ क्यापिटल, यो च्याप्टरको नाम के हो सेयर है, बुझ्नु। एबाट यहाँ एलोटमेन्ट लेखाएको छ भने एलोटमेन्ट नै आउँछ होइन, च्याप्टरको नाम के हो अगाडि थप्दियो सेयर हो। टु सीबाट क्यापिटल आउँछ, च्याप्टरको नाम के हो सेयर हो, टु सेयर क्यापिटल भयो है। यहाँ चाहिँ अब एलोटमेन्ट भनेपछि प्रश्नले अब अहिले के गरेको थियो तिमीले एप्लिकेसनमा 9,000 किन लेख्यो अरे, प्रश्नले एप्लिकेसन भनेको 9,000 हो भनेको थियो, तर यहाँ त एलोटमेन्ट भनेको कम्पनीले जति खुलाउँछ नि, कम्पनीले खुलाएको सेयर कति अरे खास रियल 6,000 नि हो, यहाँबाट एलोटमेन्ट हुन्छ। त्यही भएर 6,000 इन्टु
एलोटमेन्टको रेट कति छ, हामी एलोटमेन्टमा छौँ भने एलोटमेन्टको रेट कति छ हेर त, यहाँ 45 रुपियाँ छ, त्यही भएर 6000 इन्टु 45 कति भयो 2,70,000। क्रेडिट साइडमा पनि 2,70,000। कहिलेकाहीँ प्रश्नमा मैले पर डेर लेख्दैछु नि, प भनेको प्रिमियम, डेर भनेको डिस्काउन्ट। कहिलेकाहीँ प्रिमियम र डिस्काउन्टको केस पनि आउँछ अरे, यही जान्छ है। डिस्काउन्ट आइदियो भने जहिले पनि डिस्काउन्टको स्पेलिङ डीबाट आउँछ, जहिले पनि डेबिटमा राख्नुपर्छ भने प्रिमियमलाई जहिले पनि क्रेडिटमा राख्नुपर्छ है, यति चाहिँ बुझ्नु पर्यो, बुझ्यौ नि। प भने प्रिमियम र डेर भनेको डिस्काउन्टको केस जहिले पनि यहाँ जान्छ। यदि डेर डिस्काउन्टको आयो भने डिस्काउन्टको स्पेलिङ डीबाट आउँछ, डेबिटमा राखिन्छ यहाँनिर। यदि प्रिमियम आयो भने जहिले पनि यहाँनिर क्रेडिटमा राखिन्थ्यो, त्यो चाहिँ बुझ्नु है। प्रिमियम डिस्काउन्ट एउटा क्वेसन आउँछ। बिङ, अब यहाँ हेर त मैले के भनेको थिएँ, ब्याङ्क भन्ने शब्द आयो भने जहिले पनि पैसा आयो भनेर लेख्नुपर्छ, तर ब्याङ्क भन्ने शब्द आएन भने पैसा आयो भनेर लेख्न पाइँदैन। के लेख्ने, बिङ सेयर एलोटमेन्ट, मनी भनेको पैसा, आयो भने रिसिभ हो, तर ब्याङ्क भन्ने शब्द छैन भने पैसा आएन है। के भयो, मेड ड्यू, मनी मेड ड्यू। ओहो, ड्यू भने माग्ने के, देऊ न। पैसा आयो भने रिसिभ भयो भनेर लेख्ने, ब्याङ्क आयो भने रिसिभ भयो भने लेख्ने, ब्याङ्क भन्ने शब्द आयो भने दिउँ न भनेर माग्ने है। मनी मेड ड्यू आउन बाँकी छ है। अब यहाँ यस्तो भयो है। अब के हुन्छ, एकाउन्ट ए भनेको एलोटमेन्ट, सी भनेको क्यापिटल, पढेर प्रिमियम र डिस्काउन्ट हुँदा छैन मात्रै, अनि बिए गर्ने। अब बिए गरौँ। बी भनेको के हुन्छ यो च्याप्टरमा, के को कारोबार, सेयरको कारोबार केबाट गरिन्छ, बीबाट, ब्याङ्कबाट। ब्याङ्क एकाउन्ट डेबिट टु ए भनेको के छ यहाँ माथि, एलोटमेन्ट हो, एलोटमेन्ट। ल यहाँ सेयर एलोटमेन्टमा कति रुपियाँ पैसा मागेको रे, 2,70,000 मागेको होइन, दिउन भन्न मागेको थियो नि 2,70,000। अब 2,70,000मा 2,70,000 नै आउँदैन, किन थाहा छ, यो सेयर एलोटमेन्ट भन्ने शब्द यहाँ 2,70,000 छ नि, यो हेर त, हामी यसले बी नम्बरमा गर्दैछौँ हो, बी नम्बरमा गर्दैछौँ भने यो सेयर एलोटमेन्ट भन्ने शब्द ए नम्बरमा पनि आइसकेको छ। हेर, ए नम्बरमा सेयर एलोटमेन्ट भन्ने शब्द आएको थियो नि, 1000 × 30 गरेर कति, 30,000। किन थाहा छ, एउटा मान्छेले 4,000वटा फर्म भरेको, 3,000 मात्रै पैसा पुगेको थियो। एप्लिकेसनको बेलामा 4,000 फर्म भरेको, 3,000 मात्रै उसको पर भन्छ, 1,000 रुपियाँ उसको बढी भएको पैसा थियो नि, यो बढी भएको पैसा यसले अगाडि नै बढी दिइसकेको थियो है, यसले अगाडि नै बढी दिइसकेको थियो, 1,000 रुपियाँ बढी दिइसकेको थियो। 1,000 × 30 भनेको कति हो, 30,000 रुपियाँ बढी पैसा दिइसकेको थियो। 30,000 बढी पैसा दियो भने त जस्तै तिमीले कलेजमा 2,70,000 तिर्नु छ, कलेजले दिउन भन्न फोन गर्यो, 2,70,000 लिएर आ भन्दै एलोटमेन्टमा माग्यो 2,70,000, तर तिमीले अगाडि नै एलोटमेन्ट भन्ने शब्द हेर त कहाँ छ, क्रेडिट साइडमा छ हो, ए नम्बरको अगाडि नै 30,000 रुपियाँ दियो भने तिमीले 2,70,000 कलेजले माग्यो, अगाडि नै 30,000 दिइसकेका छौ भने अब 2,70,000 फेरि दिन्छौ, दिँदैनौ नि त, कति 30,000 कम दिन्छौ भनेपछि 2,70,000मा 30 घटाउनु 240 मात्रै आउँछ है त, 2,40,000। क्रेडिटमा पनि 240 सक्यो। अब यहाँ ब्याङ्क भन्ने शब्द आएपछि जहिले पनि पैसा आयो भनेर लेख्नु पर्यो, बिङ सेयर एलोटमेन्ट, पैसालाई मनी, ब्याङ्क भन्ने शब्द आएपछि आयोलाई के भन्छ, रिसिभ भनेर लेख्नु पर्यो, यो चाहिँ बुझ्नु पर्यो है। एकाउन्ट पढेर, एकाउन्टको ए भने एलोटमेन्ट, सी भने क्यापिटल, पढेर प्रिमियम र डिस्काउन्ट छैन, बिए भनेको ब्याङ्क टु एलोटमेन्ट। ल अगाडि सेयर भन्ने शब्द आफै सम्झे है। ल अर्को छ सी नम्बरमा फर्स्ट एन्ड फाइनल कल, सी नम्बरमा छ अन सेयर फर्स्ट एन्ड फाइनल कल। अब एउटा केटाले के भने चाहिँ बिए गरे सबै राम्रो हुन्छ भने चाहिँ अर्कोले के भन्छन् एकाउन्ट पढेर मात्रै बिए गर्ने, अनि त्यसपछि यसमा फ्यामिली एफ सी बिएएफ भनेको के थाहा छ, फ्यामिलीको केयर हुन्छ बाफ्रे, फ्यामिलीको केयर हुन्छ बाफ्रे, हेर त फ्यामिलीको केयर हुन्छ बाफ्रे। अब फ्यामिलीको यफ भनेको फर्स्ट एन्ड फाइनल कल छ भने यफबाट फर्स्ट एन्ड सेयर भन्ने शब्द आफै थप, यफ भनेको च्याप्टरको नाम हो नि त, फर्स्ट एन्ड फाइनल कल एकाउन्ट डेबिट टु सीबाट आउँछ क्यापिटल, क्यापिटलको अगाडि च्याप्टरको नाम के हो, सेयर, सेयर क्यापिटल भयो, बुझ्यौ नि। अब फर्स्ट एन्ड फाइनल कलमा नि कम्पनीले जारी गरेको वास्तविक सेयर कति अरे खुलाएको त्यही लेख्ने हो, 6,000 हो, 6,000 इन्टु फर्स्ट एन्ड फाइनल कलको रेट कति छ, 25 रुपियाँ हो, 25, 6,000 × 25 भनेको 1,50,000, क्रेडिटमा पनि 1,50,000 सक्यो। अनि यहाँनिर के लेख्नु पर्यो, न्यारेसन लेख्न बिर्सेछु, बिङ, न्यारेसन लेख त, बिङ सेयर फर्स्ट एन्ड फाइनल कल मनी भनेको पैसा, यहाँ ब्याङ्क भन्ने शब्द आछ छैन नि त, आएन भने के गर्ने, दिउ न भनेर माग्ने, ब्याङ्क भन्ने शब्द भने पैसा आयो भने बुझ्ने, नत्र दिउ भनेर माग्ने हो। अब माग्यो भने ठ्याक्क अब हेर त
ए लेखिरहेको सरी है, यहाँ लेखेको रहेछु मैले नदेखेँ है, घेरा काट्दै रहेछु त्यही भएर सरी है, लेखेको रहेछु मैले नदेखेँ है, लेखेको रहेछु। ल दियो भन्न मागेँ मैले है, मागेँ। अब के हुन्छ फ्यामिलीको के अरे भनेको फर्स्ट एन्ड फाइनल कल, सी भनेको क्यापिटल भयो, बाफ्रे बिएएफ ए मागेँ। अब ब्याङ्क एसी ब्याङ्कमा पैसा आउँछ, बी भनेको ब्याङ्क एकाउन्ट डेबिट, ए भनेको एरियर कल्स एन्ड एरियर, एफ भनेको फर्स्ट एन्ड फाइनल कल। हेर त यो फर्स्ट एन्ड फाइनल कलमा क्रेडिटमा लिएर आऊ। बी भनेको ब्याङ्क एकाउन्ट। अब हेर त मैले मागेको थिएँ नि, अब ब्याङ्कमा पैसा आउँछ कि कति आउँछ थाहा छ? अब यो थाहा छैन। एबाट आउँछ कल्स एन्ड एरियर। किन कल्स एन्ड एरियर आउँछ थाहा छ तिमीहरूलाई? जस्तै तिमीहरूले यहाँ हेर एउटा कुरा प्रश्नले के भनेको छ, अन्तिम किस्ताको 500 किता सेयरमा बाहेक माग बमोजिम सम्पूर्ण रकम प्राप्त भयो। अन्तिम किस्ताको 500 किता सेयरमा बाहेक भनेपछि 500 अरू सबै पैसा पाइएछ, 500 किता बाहेक। 500 किता त आएन अरे, अन्तिम भनेको के हो? फाइनल कल होइन र? 500 रुपियाँ भन्दा सबै आएछ अरे। इङ्ग्लिसमा के भनेको छ हेर त, एक्सपेक्ट फाइनल कल मनी अन 500 सेयर भनेको छ। फाइनल कलमा फर्स्ट एन्ड फाइनल कलमा 500 रुपियाँ आएन अरे भनेको छ। किन आउन थाहा छ? जस्तै फर इक्जाम्पल एउटा मान्छेले सबै पैसा तिर्यो अरे, 500 रुपियाँ तिर्न सकेन अरे के, बुझ्यौ नि? 500 किता बाहेक भने मान्छेले तिर्ने हो नि त यो कम्पनीलाई। अब कम्पनीले 500 रुपियाँ त उठाउनै सकेन, तिर्नै सकेनन् अरे मान्छेले भनेपछि त कम्पनीलाई त घाटा लाग्छ। हेर जस्तै तिमीहरूले नेटको पैसा तिरेनौ भने, नेटको वाइफाईको पैसा तिरेन भने तिमीहरूको नेटमा इरर आउँछ नि, त्यस्तै गरी कम्पनीमा पनि कोही व्यक्तिले तिर्न सकेन भने त्यहाँ एरियर आउँछ। त्यसलाई के भन्छौँ हामी? कल्स एन्ड एरियर। बुझ्यौ नि? बी भनेको ब्याङ्क एकाउन्ट, ए भनेको एरियर, कल्स एन्ड एरियर। कति छ? कति तिर्न सकेको थिएन? कल्स एन्ड एरियर। एरियर भनेको नेटमा इरर किन आउँछ? तिर्न नसकेर पैसा, वाइफाईको पैसा तिर्न इरर आउँछ। यस्तै गरी 500 रुपियाँ तिर्न सकेको थिएन, ए फाइनल कलको मनीमा सबै पैसा आयो, सबै अन्तिम किस्ताको 500 किता बाहेक सबै पैसामा 500 त आउन सकेको छैन, नआएपछि त्यसलाई के भन्छन्? एरियर, जसलाई हामीले कल्स एन्ड एरियर भन्छौँ। त्यो कल्स एन्ड एरियर 500 हो इन्टु अहिले हामी कुनमा छौँ अरे? फर्स्ट एन्ड फाइनल कलमा छौँ। फर्स्ट एन्ड फाइनल कलको रेट कति छ? 25 रुपियाँ छ है। 500 इन्टु 25 कति भयो? 12,500। अब यहाँ हेर त माथि सेयर फर्स्ट एन्ड फाइनल कलको मनी 1,50,000 मागेको, 1 लाख क्रेडिटमा 1,50,000 छ। अब तिर्न नसकेको 12,500। अब भन क्रेडिट साइडमा 1,50,000 छ, डेबिट साइडमा 12,500 छ भने अब कता पुगेन? डेबिट साइडमा पुगेन। कतिले पुगेन? ठुलोबाट सानो घटाउ त, 150बाट 12,500 घटाउँदा 1,37,500ले पुग्दैन। किनभने यसले मागेको कति हो मनी पैसा दियो भनेर कति मागेको थियो? 1,50,000 मागेको थियो नि। अब यसले त 12,500 त तिर्नै सकेको छैन। 1,50,000 मागेको 12,500 तिर्न सकेन भने त त्योभन्दा त कम पैसा आउँछ। कति आउँछ? 1,37,500 मात्रै आउँछ। कसरी लेख्ने? बिङ सेयर फर्स्ट एन्ड फाइनल कल मनी रिसिभ, पैसा त आयो, ब्याङ्क मनी शब्द आएपछि पैसा त आयो, आफ्टर एडजस्टिङ कल्स इन एरियर। तर घाटा खाइयो है, 500 रुपियाँ आएको थिएन, 12,500 आएको थिएन, तर एडजस्ट चाहिँ गरियो है भनेर लेख्नुपर्छ। यति गरेपछि तिमीहरूको 5 मार्क्स। जस्तो सुकै प्रश्न आए पनि यसरी कम्पेयर गरेपछि जस्तो सुकै पनि जानिन्छ है।